सुगर को काम टेस्ट साइनिङ सफ्टनेस। अब हेर्नुहोस् है, सफ्ट त्यसले चिनी मात्रै हाल्यो भने सफ्ट हुन्छ, नरम हुन्छ ब्रेड। तपाईँको पाक्छ, कलर पनि राम्रो आउँछ, तर तपाईँको छाम्ने बित्तिकै एकदम सफ्ट हुन्छ, बस्न सक्छ। त्यस्तै गरेर त्यसलाई चाहिँ ठ्याक्क मिडियम गर्नको लागि, धेरै सफ्ट पनि नहोस् धेरै हार्ड पनि नहोस् भन्नको लागि के हाल्छौँ त हामीले? सल्टले स्ट्रङ गराउँछ, कडा गराउँछ है। त्यही भएर नुन र सल्ट मिसेपछि चाहिँ के हुन्छ त भने सफ्ट पनि भएन, कडा पनि भएन। हामीले सुगर 50 ग्राम हालेको छौँ भने सल्ट कति हालेको छौँ? 7.5 ग्राम कम हालेको छौँ, किनभने त्यो एकदम हार्ड चिज हो, हिट हो, त्यसले स्ट्रङ गराउँछ धेरै। त्यही भएर यो दुईवटा मिल्यो भने चाहिँ के हुन्छ त? मिडियम टेस्ट पनि भयो, नुनको र चिनीको टेस्ट भएपछि त तपाईँलाई थाहा छैछ, उता टेस्ट थाहा छँदैछ, मिठो पनि भयो। र त्यस सँगसँगै त्यसले चाहिँ सफ्टलाई पनि लेभलमा ल्यायो, हार्डलाई पनि सुगरले लेभलमा ल्यायो भनेपछि त्यो दुईवटा मिलेर चाहिँ ठ्याक्क मिडियममा बस्यो। पाक्दाखेरि कहिलेकाहीँ हामी च्याप्पै समाउँदाखेरि कच्चाका हुँदैन नि, त्यो चाहिँ किनभने सुगर र सल्ट चाहिँ ठ्याक्क मिलेको हुन्छ। अब त्यति गरेपछि हाम्रो आयो इस्टको काम भनेको अरू केही पनि होइन, फुलाउने मात्रै काम हो। त्यसले न टेस्ट आउँछ, न त्यसले चाहिँ यता पल्टाउँछ, न उता पल्टाउँछ, त्यसले केही गर्दैन। त्यसले भनेको फुलाउने काम मात्रै गर्ने हो, उठाउने काम मात्रै गर्ने। अब त्यो उठाउँछ, त्यसले मजाले उठाउँदै धेरै उठ्दा पनि के हुन्छ त? धेरै उठेपछि फाड्छ, उम्लिएर पोखिन्छ, क्र्याक हुन्छ। छुने बित्तिकै हल्लेर लड्ने, छुने बित्तिकै हल्लेर नलडोस् भनेर चाहिँ त्यसको लागि रोक्नको लागि के दिएको छौँ त हामीले? ब्रेड रिमुभर दिएको छौँ। ब्रेड रिमुभर काम पनि अरू केही छैन, त्यसले त्यसले त्यो फुलिसकेको चिजलाई चाहिँ बस्न नदिने, अलिकति सेप बनाएर राख्ने क्या, स्ट्रङ बनाउने। जस्तो तपाईँ झुम भएछ, निन्द्रा लगाएर तपाईँ कतिखेर कहाँ लड्नु जस्तो भएछ, तपाईँलाई चाहिँ मैले समाएर राखेको थिएँ क्या, फेरि चाहिँ हल्का समाएर चाहिँ। धेरै तपाईँले जबरजस्ती गर्नु भने त छोडिदिन्छ, बपाउनै सक्दैन, त्यो पनि त्यही हो। यसले पनि अब त्यो ब्रेड रिमुभरले पनि तपाईँले धेरै जबरजस्ती हल्लाउनु भयो भने चाहिँ बस्छ, तर सानोतिनो हल्लाइले बस्दैन। भनेको ब्रेड रिमुभर काम चाहिँ फुलिसकेको चिजलाई बस्न नदिने है। त्यस्तै गरेर ग्लुटेन पाउडर आयो हेर्नुहोस् है, ग्लुटेन, क्याल्सियम, भिटामिन ए, भिटामिन सी भनेको चाहिँ तपाईँको अलरेडी मैदामा हालेको हुन्छ। हजुरहरूले मैदाको बोरा किन्दाखेरि एकचोटि पढ्नुहोस्, त्यहाँ सबै लेखेको हुन्छ। ब्रेड रिमुभर लेखेको हुँदैन, ग्लुटेन, क्याल्सियम, भिटामिन ए, भिटामिन सी भनेर राइट होइन, त्यो सबै त्यहाँनिर होइन। मैले जम्मा ग्लुटेन पाउडर कति हाल्छु त? 1.5 ग्राम हाल्छु, आधा किलो, थोरै मात्रै हाल्छु। त्यो चाहिँ जस्तो हाम्रो ब्रेड